इमेजिन गर्नुस् केशव भन्ने मान्छेले एउटा आफ्नो मिठाई पसलको फोटो फेसबुकमा हाल्यो। अब केही दिनपछि उसको पोस्टमा 5 देखि 10 लाइक जम्मा आयो र एक्का दुक्का कमेन्ट पनि आयो रे। अब त्यसपछि केशवले सोच्यो, हैन मिठाई त मिठै छ, लाइक किन आएन, अब त यसलाई बुस्ट नै गराउन पर्ने हुन्छ। तर केशवले के सोचिरहेछ कि फेसबुकलाई मैले पैसा दिन्छु, उसले मेरो ग्राहक बढाइदिन्छ भनेर। तर साँच्चीकै रियलमा यस्तै हुन्छ र? फेसबुक बुस्टिङ भनेको के हो? के साँच्चीकै पैसा हालेर फेसबुकले तपाईँको ग्राहक बढाउँछ? आउनुहोस् जानौँ आजको यस भिडियोमा एकदमै रियल लाइफ इक्जाम्पलका साथ र एकदमै स्टोरी टेलिङ वेमा। फेसबुक पोस्टिङ भनेको तपाईँले फेसबुकलाई पैसा तिरेर आफ्नो फोटो, भिडियो, एडहरू जे पनि छ नि त्यसलाई स्पोन्सर पोस्टमा बदल्ने प्रोसेस हो। यो पोस्ट, इमेज, भिडियो या टेक्स्ट हुन्छ जसमा फेसबुकले एक्स्ट्रा प्रायोरिटी दिएर त्यो पोस्टलाई धेरै मान्छेको फिडमा देखाउँछ। बुस्टिङले पोस्टको रिच इन्क्रिज गर्छ। तपाईसँग थप बजेट छ भने तपाईँको कन्टेन्टले नर्मल पोस्टभन्दा धेरै आइबल सम्झिन्छ। स्पोन्सर पोस्ट भन्ने बित्तिकै तपाईँको पोस्ट फेसबुकले एल्गोरिदमिकली टपमा पुश गर्छ। अब ल मानौ तपाईँले बुस्ट त गर्नुभयो, तर एक्चुअलीमा पर्दाको पछाडि के चलिरहेको हुन्छ त? व्हाट्स गोइङ अन बिहाइन्ड द सिन? आउनुहोस् यसलाई पनि बुझौँ। फेसबुकको बुस्ट बटन तपाईँले थिच्नुभयो, भन्दैमा जादुको छडी चल्यो र म्याजिक भयो भन्न त पाउँदैन। पर्दा पछाडि धेरै प्रोसेस चलिरहेको हुन्छ। एकछिन इमेजिन गर्नुहोस्, फेसबुकको भित्र एकदम ठुलो कम्प्युटरको दिमाग बसेको छ जुनले हरेक युजरको बारेमा धेरै कुरा थाहा पाइसक्यो, जस्तै कि उनीहरूको इन्ट्रेस्ट, एज, कुन बेला के पोस्ट हेर्न मन पराउँछन्, एसेट्रा एसेट्रा। यसको एल्गोरिदमको मेन काम के हुन्छ भन्दाखेरि कुन मान्छेलाई कुन पोस्टमा रुचि लाग्छ तिनीहरूलाई तयार पारेर त्यही कन्टेन्ट देखाउने भनेर। अब तपाईँले बुस्ट चलाउनु भयो भने तपाईँको पोस्ट पनि यसको एल्गोरिदमको स्पेसल क्यूमा जान्छ। अब यसलाई फेसबुकको एआई भन्नुहोस् या एल्गोरिदम भन्नुहोस्, त्यसले आफ्नो हिसाब गरेर तपाईँले त्यो पोस्ट देखाइ नै हाल्छ। अब फर्स्ट अफ अल तपाईँले दिएको टार्गेटिङ हेर्छ। फर इक्जाम्पलको लागि केशवले मिठाईको फोटो बुस्ट गर्दैछ भने सायद उसले टार्गेटिङमा नेपालभरिका मिठाई प्रेमीहरूलाई राख्यो। अब फेसबुकले के गर्छ भने उसँग जति डाटा छ, जस्तो कुन कुन मान्छेले मिठाईको फोटोमा धेरै लाइक थिच्छन्, कसले नेपाली मिठाई भन्ने ग्रुप जोइन गरेको छ, एक्सेट्रा एक्सेट्रा। अब यो एल्गोरिदमले यस्तो मान्छेहरूको लिस्ट तयार गर्छ र तिनीहरूलाई ट्र्याक गर्छ कि यिनीहरूले मिठाईको पोस्ट देखेर मजा आउँछ कि मजा आउँदैन भनेर। अब अर्को कुरा, फेसबुकको एड सिस्टममा एक टाइपको अक्सन पनि चलिरहेको हुन्छ। अब सिम्पल भाषामा भन्ने हो भने जसले ठुलो पैसा तिर्न तयार छ र जसको कन्टेन्ट पनि दमदार छ त्यसको एड धेरैजनाले देखाउने गरिन्छ। तपाईँको बुस्टेड पोस्ट पनि यो कम्पिटिसनमा अवश्य जान्छ। फेसबुकले हरेक बुस्टप्रति एडको लागि एउटा स्कोर निकाल्छ। यो स्कोर बनाउने 3 चिज हुन्: कन्टेन्टको क्वालिटी, तपाईँले टार्गेट गरेको अडियन्स र तपाईँले कति पैसा खर्च गर्नुभयो भनेर। यो 3टै कुराले मेल गर्दा जसको स्कोर राम्रो त्यसको एड धेरै देखिन्छ, पोस्ट पनि कम्पेरिटिभली सस्तो पर्छ। अब सोझो भाषामा एल्गोरिदम पर्दा पछाडि यहाँ पनि धेरै एक्टिभ छ। तपाईँको पोस्टमा मान्छेले रुचि लिन थाल्यो भने, सेयर लाइक बढी आयो भने फेसबुकले वाह कस्तो राम्रो कन्टेन्ट, अरूलाई नै देखाऊ भनेर बुस्टमा और जोस दिन्छ। तर उल्टो बुस्ट गर्यो भने पनि कसैले रुचि देखाएन भने एल्गोरिदमले धेरै मान्छेलाई नदेखाऊ है, यस्तो पोस्टमा इन्ट्रेस्ट देखाउँदैनन् भनेर थप फिलाउन नि सक्दैन। अब यो त बुझ्नु नै भयो होला कि फेसबुक बुस्टिङले कसरी काम गर्छ, यसको एल्गोरिदमले कसरी काम गर्छ। अब यो पनि बुझिहाल्यौँ कि फेसबुक बुस्टिङ कस्तो टाइपको बिजनेसहरूको लागि हो। यो खालि ठुलो बिजनेसहरूले युज गर्छ कि लोकल बिजनेसहरूको लागि? हरेक टुल सबै कामको लागि उपयोगी हुँदैन। फेसबुक बुस्ट पनि कोहीको लागि एकदमै उपयोगी छ, कोहीको लागि त्यत्रो उपयुक्त नहोला। अहिले हेरौँ भने यो बुस्टिङ खास गरी कसले प्रयोग गर्दा सबैभन्दा धेरै लाभ पाउँछन् त? फर्स्ट अफ अल नयाँ बिजनेसेसहरूका लागि, त्यसपछि लोकल सर्भिस प्रोभाइडर्स जसरी कि सेलुन भयो, टिफिन भयो, बुटिक भयो या तपाईँको सानोतिनो रेस्टुरेन्ट भयो। त्यसपछि तपाईँको क्रिएटर्स, जुन कि अहिले नयाँ नयाँ भर्खरका क्रिएटर्सहरू हुन्छन् जसलाई अहिले केही पनि थाहा हुँदैन इन्टरनेटको बारेमा र तिनीहरूलाई भाइरल हुन छ भने तिनीहरूको लागि फेसबुक बुस्टिङले अझै हेल्प गर्न सक्छ। त्यसै गरी तपाईँको लास्ट बट नट द लिस्ट स्मल एन्टरप्रेन्योर्सहरूको लागि, जस्तो कि कमला दिदीले बनाएको क्रिम। अब फर इक्जाम्पल कमला दिदीले बुस्ट गर्यो अरे, क्याप्सन थियो नो हेयर फल इन 7 डेज। रिच त आयो तर म्यासेजमा लेख्यो क्यान आई युज इट अन माई डग। बुस्टिङले रिच त दिन्छ तर त्यसले तपाईँको लागि एक्चुअल र सठिक अडियन्स छुट्याउन सक्दैन। तर अब प्रश्न उठ्छ, फेसबुक बुस्टिङ गर्नाले के लाभ उठाउन सकिन्छ त? यदि यसलाई राइट वेमा युज गर्न सकियो भने केही राम्रो पोजिटिभ फिडब्याकहरू पनि पाउन सकिन्छ। अब फर इक्जाम्पल पनि बुझौँ न,
यसको एउटा राम्रो लाभ भन्ने हो भने एकदमै सजिलो र एकदमै छिटो प्रोसेस हुन्छ। बुस्टिङको सबभन्दा ठुलो फाइदा उसको इजिनेस हो। यो कुरा हामीले बारम्बार भनिसक्यौँ। एकदम सजिलो तरिकाले एउटा पोस्टलाई एडमा बदल्न सकिन्छ। तपाईँले एड डिजाइन, क्याम्पेन स्ट्रक्चर, बजेट अप्टिमाइजेसन जस्ता जटिल कुराहरूमा दिमाग खप्नु पर्दैन। त्यसै गरी सेकेन्ड फाइदा भनौँ भने एकदमै थोरै बजेटले नि सुरु गर्न मिल्छ। ठुलो एड क्याम्पेनको कुरा आयो भने धेरै पैसा चाहिन्छ जस्तो लाग्छ, तर बुस्ट गर्नलाई ठुलो बजेट तिर्नु पर्दैन। थोरै पैसाबाट पनि तपाईँ पोस्ट बुस्ट गर्न सक्नुहुन्छ। नेपालमा त 1000 जति खर्च गरे पनि बुस्टले धेरै मान्छेसम्म कन्टेन्ट पुर्याइदिन्छ। त्यसै गरी थर्ड एडभान्टेजको कुरा गरौँ भने अर्ग्यानिक रिचको लिमिट तोड्छ। फेसबुक पेजमा अर्ग्यानिक रिच प्राय सीमित नै हुन्छ। यदि तपाईँले भन्नुहुन्छ होला मेरो पेजको 5000 फलोवर छ तर पोस्टमा 200 जना मात्र देख्छन्, बुस्टिङले त्यही लिमिटलाई तोड्ने काम गर्छ। त्यसै गरी फोर्थ एडभान्टेज भनौँ भने इङ्गेजमेन्ट बढाउँछ। बुस्ट गरेको पोस्टमा कमेन्ट, लाइक, सेयरको सङ्ख्या प्राय बढ्छ। किन? बढीजनाले देख्छन्, त्यसमा केही इन्ट्रेस्ट भएकाले इङ्गेज नै गर्छन्। यसरी तपाईँको पेजमा सोसल प्रुफ बन्छ। अरू धेरै मान्छेले यो पोस्टमा रियाक्ट गरेको देख्दा नयाँ आउनेलाई पनि पेज भरोसा लाग्छ। अब यसको फाइदाहरू त जान्यौँ, यसैका साथ यसको केही नोक्सानहरू पनि जानिहालौँ। फेसबुक बुस्टिङ गर्नुको जति फाइदा छ त्यहाँ केही चिजको कमी पनि हुनसक्छ। फेसबुक बुस्टिङ पनि कुन कुरामा कमजोरी छ त्यो पनि जान्न जरुरी छ। यो हातको पछाडिले के नोक्सान हुनसक्छ त? फर्स्ट अफ अल, लिमिट टार्गेटिङ र अप्सन्स। बुस्ट गर्दा एडभान्स टार्गेटिङ अप्सन्स धेरै पाउँदैनौँ। तपाईँले केही बेसिक टार्गेट जस्तै कि एज, लोकेसन, इन्ट्रेस्ट मात्र चाहनुहुन्छ, तर एड्स म्यानेजरमा जस्तै डिटेल टार्गेटिङ पाउनुहुन्न। त्यसै गरी तपाईँको सेकेन्ड डिसएडभान्टेज भन्ने हो भने एड अब्जेक्टिभ्स कम हुन सक्छन्। बुस्ट पोस्टले बढी जसो इङ्गेजमेन्ट जस्तै कि लाइक, कमेन्ट, सेयर र रिचको लागि काम गर्छ। यो अब्जेक्टिभले एडभर्टाइजमेन्ट त गराउँछ तर सधैँ बिजनेस गोल पुरा नगराउला। अब इक्जाम्पलको लागि तपाईँले अनलाइन स्टोरबाट सामान बेच्नु छ भने मात्र पोस्ट बुस्ट गर्दा धेरैजनाले लाइक मात्र गर्लान्, किन्छन् कि किन्दैनन् भन्ने थाहै हुँदैन र यही नै यसको लिमिट हुन जान्छ। त्यसै गरी तपाईँको थर्ड डिसएडभान्टेज भन्ने हो भने क्वालिटी भर्सस क्वान्टिटी डिलेमा। बुस्ट गर्दा धेरैजनासम्म रिच त गयो तर त्यो सब क्वालिटी अडियन्स होला भन्ने छैन। प्राय जसो बुस्टेड पोस्टमा अनेक थरी कमेन्टहरू देख्न मिल्छ। कुनै रेन्डम एकाउन्टले स्प्याम लिङ्क हालेको, कुनैले कन्टेक्स्ट नबुझी अजिब कमेन्ट गरेको। धेरै सेयर भयो भने ओरिजिनल कन्टेक्स्ट बुझ्न गाह्रो पनि हुन्छ। त्यसैले सब इङ्गेजमेन्ट फाल्तु पनि हुन सक्छ। लाइक बढे पनि एक्चुअल कस्टमर बढेको ग्यारेन्टी नै हुँदैन। तर यो सबै बुझिसकेपछि धेरैजनाको मनमा एउटा प्रश्न पनि आउँछ कि बुस्ट कहिले गर्ने र कहिले नगर्ने भनेर। अब माथिको क्लियरहरू देखेर तपाईँले केही इक्जाम्पल पनि आइसक्यो होला, तर फेरि पनि यसलाई एकचोटि समरीमा बुझौँ। कहिले पोस्ट बुस्ट गर्ने भन्दाखेरि जब तपाईँको अर्ग्यानिक पोस्ट राम्रै चलिरहेको छ भने। यदि तपाईँको कुनै पोस्ट अलरेडी धेरै इङ्गेजमेन्ट कमाउँदैछ, फर इक्जाम्पल एकदमै सेयर भएको भिडियो या भाइरलतिरको कन्टेन्ट, त्यो पोस्टलाई बुस्ट गर्नु एकदमै फाइदाजनक हुन्छ। अलरेडी राम्रो चलेको पोस्ट बुस्ट गर्दा त्यो मोमेन्टममा तेल हाल्यो जस्तै हो, झन् धेरै मान्छेसम्म छिटो पुग्छ। त्यसै गरी सेकेन्ड कुरा, टाइम सेन्सिटिभ अपडेट्स। अब इक्जाम्पलको लागि भनौँ न, इभेन्ट, अफर या कुनै चाडपर्वमा परेको पोस्ट जुन समय सीमाभित्र धेरैजनासम्म पुर्याउनु पर्छ त्यसको बेला बुस्ट गर्नुहोस्। यस्तोमा बुस्टले इन्स्ट्यान्ट भिजिबिलिटी दिन्छ। जस्तै एक हप्तापछि तपाईँको स्टोरको सेल सकिन्छ भने 3-4 दिनको बुस्ट चलाएर छिटो रिच बढाउनु उपयोगी हुन्छ। त्यसै गरी थर्ड कुरा, पेज नयाँ छ र रिच बढाउनु पर्छ भने। अब नयाँ बिजनेस पेजको लागि सुरुमा अडियन्स कमाउनु बुस्ट हेल्पफुल हुन्छ। स्टार्टिङमा ठिकै बजेट तिरेर ब्रान्डलाई मान्छेको नजरमा ल्याउनु अनिवार्य जस्तै छ। सो बुस्टले सुरुको फर्स्ट गियरको झट्का दिन्छ। अब त्यसै गरी फोर्थ कुरा गर्नु छ भने बजेट सानो छ र एक्सपेरिमेन्ट गर्नु छ। अब तपाईँले ठुलो क्याम्पेन सुरु गर्नु अगाडि अलिअलि बजेटले पनि ट्राई गर्न चाहनुहुन्छ भने बुस्ट पोस्ट एकदमै राम्रो एक्सपेरिमेन्टल वे हो। यस्तोमा तपाईँ छोटो समयको लागि सानो खर्च गरी कन्टेन्ट पर्फर्म गराउनुहुन्छ र उसको रेस्पोन्स कस्तो आयो भनेर सिक्न सकिन्छ। त्यसै गरी यो पनि बुझिहालौँ कि कहिले बुस्ट पोस्ट नगर्ने भनेर। अब फर्स्टमा भनौँ भने स्पेसिफिक कन्भर्जन गोल छ भने, जस्तै कि लिड समाउने, सेल बढाउने, वेबसाइट साइनअप गराउने जस्तो खास आरओई मतलब कि रिटर्न अन इन्भेस्टमेन्ट मेजर गर्नुपर्ने क्याम्पेन छ भने मात्र बुस्ट पोस्टले अधुरो हुन्छ। यस्तोमा एड्स म्यानेजरको एडभान्स एड बनाएर क्याम्पेन चलाउँदा ठिक हुन्छ। अब सेकेन्डमा भनौँ भने कन्टेन्ट कमजोर छ भने ख्याल गर्नुहोस्, बुस्टले रिच बढाउला तर कन्टेन्ट नै मन परेको छैन भने रिजल्ट केही पनि आउँदैन। त्यसैले बुस्ट गर्ने कन्टेन्ट राम्रै हुनुपर्छ। यदि सक्नुहुन्छ भने पोस्ट झन् राम्रो बनाएर मात्रै बुस्ट गर्नु हो। फिक्का कन्टेन्ट बुस्ट गर्दा पैसा पनि फिक्का जस्तै नै हुन्छ। अब यही गाइडलाइनहरू दिमागमा राखेर काम गर्नुभयो भने कुन बेला पोस्ट बुस्ट गर्ने त कुन बेला नगर्ने भन्दाखेरि तपाईँले राम्रो फिडब्याक पाउन सक्नुहुन्छ।
फेसबुक बुस्टिङको यो कुरा सुनेपछि अब तपाईँले नै आफै जज गर्नुहोस् यसलाई कुन वेमा युज गर्दा ठिक होला त। सहज भए पनि यसलाई ठिक तरिकाले प्रयोग गर्न जरुरी छ। इभेन्चुअलीमा एउटा कुरा भन्न चाहन्छु, बुस्टिङ कुनै जादु छडी होइन, तर यो सही तरिकाले चलायो भने डिजिटल मार्केटिङको जर्नीमा एक रमाइलो टर्बो बुस्ट जस्तो काम गर्न सक्छ। केशवले आफू सिके जस्तै सही कन्टेन्ट, सही टार्गेट र सही समय मिलाउने हो भने फेसबुक बुस्टले धेरै राम्रो नतिजा दिन्छ। तपाईँको बिजनेसलाई अगाडि बढाउन, ब्रान्डलाई ठुलो समुदायसम्म पुर्याउन र नयाँ सम्भावना खोज्नलाई बुस्ट एक इजी टुल हो। तर ठुलो टार्गेटका लागि अगाडि जाँदा एड्स म्यानेजर पनि आफ्नै जग्गा लिन्छ। आशा छ यो फेसबुकको कुराकानीबाट तपाईँले अवश्य पनि केही नयाँ नलेज सिक्न पाउनु भएको होला। तर यो कुरा ध्यानमा राख्नुहोस्, फेसबुक बुस्टिङले पोस्टको रिच त बढाउँछ तर बिजनेसको प्रफिट बढाउँछ भन्ने ग्यारेन्टी हुँदैन। बुस्टसँग पोस्ट त उडेको जस्तो लाग्छ, तर कन्भर्जनको अक्सिजन चाहियो भने एड्स म्यानेजरबाट नै हुन्छ। बुस्ट गर्नुभयो भने स्मार्टली गर्नुहोस्, सही अडियन्स, राम्रो क्रिएटिभ र पर्फेक्ट टाइमिङसँग। र यो भिडियो यहीँसम्म हो। मन परेमा लाइक गरिदिनु होला र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। भेटौँला अब अर्को भिडियोमा।